एक्कासी चल्छ। झोक भन्ने कुरा सधैँ चल्दैन क्या, सधैँ चलिरहँदैन। मलाई चाहिँ झोक चलेर यहाँ उम्मेदवार दिन रातारात आएको। खास के शिक्षा विधेयक पास भएन अथवा त्यो के अरे त्यो शिक्षा विधेयक त अहिलेको कुरा भयो, अहिले नयाँ कुरा भयो। तर विगत के अरे 32 वर्षदेखि म अमेरिकाबाट फर्केर आइसकेपछि नेपालमा समाज सेवा गर्ने क्रममा अब खास गरी यो विभिन्न किसिमको प्रशासनिक र राजनीतिक भनौँ न यो अकर्मण्यताले गर्दाखेरि केही काम गर्न खोज्यो अड्काइदिने, केही काम गर्न खोज्यो अड्काइदिने। 32 वर्षसम्म यहाँ चाहिँ दुःख पाउनु परेको थियो र मन्त्री भएँ। जस्तो राष्ट्रिय आविष्कार केन्द्र खोलेँ त्योभन्दा अगाडि नेपालमा चाहिँ गाउँ गाउँमा इन्टरनेट लैजाने क्रममा पनि कति चाहिँ झेल्नु पर्यो। नेपालमा चाहिँ पर्यटनको विकासको लागि चाहिँ अब ट्रेकिङ रुटहरू खोल्ने, ठाउँ ठाउँमा यताउता गर्ने कामहरू गाउँ गाउँमा लैजाँदाखेरि पनि कति दुःख झेल्नु पर्यो प्रशासनबाट। अनि अब नेताहरूको चाहिँ के अरे उसबाट अयोग्यताबाट अनि राष्ट्रिय आविष्कार केन्द्र खोल्नलाई कति वर्ष धाउनु पर्यो। वीरगञ्ज चाहिँ कृषि औजार कारखाना सञ्चालन गर्नलाई के गर्नु पर्यो, के गरियो। अब मन्त्री भएर पनि केही गरिन्छ कि भन्यो, कहाँ के गर्नु। मन्त्री भएर पनि अनेकौँ किसिमका यो जुन एउटा सञ्जाल छ, यो चाहिँ सञ्जाल कस्तो छ भन्दाखेरि त्यो सञ्जालले गर्दाखेरि अगाडि बढ्न दिँदैन राम्रो। त्यसैले यो सुशासन भएन, त्यो पनि एउटा कुरा भयो। र दोस्रो प्रमुख काम चाहिँ म यहाँ चाहिँ कुरा के हो भन्दाखेरि देशको अर्थतन्त्र नसुध्रेर देशमा चाहिँ एकदमै के अरे यो रोजगारीको सृजना नभएर विदेशमा युवाहरू पलायन हुनेदेखि लिएर दर्दनाक घटनाहरू कति सुनिन्छ, के हुन्छ। अब अर्थतन्त्रलाई सुधार्नको लागि अनुसन्धान नवप्रवर्तनलाई चाहिँ प्राथमिकता दिएर अगाडि बढाउँ भन्दाखेरि पनि अब त्यही हो, मनले चाहिँ ठुल्ठुलो आँट्ने अनि गर्न नसक्ने होइन, त्यसमा चाहिँ सरकारी सहयोग नहुने। त्यस कारणले चाहिँ अब उमेर सधैँ गरियो गर्नसम्म अब अलिकति बुढा भयो। अब त 71 वर्ष लागिसक्यो, पुरा भयो 71 वर्ष। अब पनि समय नभएको हुनाले अब अलिकति समय बाँकी छ। त्यो अलिकति समय बाँकी रहेको समयमा केही न केही गर्नु पर्यो भन्ने कुरा एउटा कारण भयो, प्रमुख कारण। दोस्रो कारण चाहिँ के त भन्दाखेरि म आफू आउने थिएन, म आउने रहर पनि थिएन। मन्त्री भएर पनि कतिले भन्दाखेरि चुनाव भएर उठ्नु भनेर चाहिँ उक्साउँदाखेरि पनि मैले कसैको टेरपुच्छर लागेको होइन। तर अन्तिम घडीमा चाहिँ के भयो त भन्दाखेरि अब युवाहरू यो जुन छ युवाहरूले केही ढङ्ग ल्याउलान्, राम्रो गर्छन् कि भनेको युवाहरूको पनि त्यति ढङ्ग देखिएन। त्यस कारणले म पनि युवाहरूको हुलमा सामेल हुँ भनेर चाहिँ युवाहरूलाई चाहिँ केही न केही एउटा, हुन त युवाहरूले मैले भनेको त सुन्दैनन् होइन, नसुने पनि तिनीहरूको चाहिँ टाउकोमा अलिकति घन्टी बजाउनको लागि चाहिँ टिङ गराएर उनीहरूको दिमाग चाहिँ मा चाहिँ केही न केही नयाँ कुराहरू उनीहरूलाई उक्साउन सकिन्छ कि, अनि उनीहरूले चाहिँ मैले भनेको सुन्छन् कि। एउटा बाहिरबाट बसेर त सुन्दैनन् होला, तर एउटा सांसद भएर उनीहरूलाई चाहिँ केही न केही उनीहरूको लाई चाहिँ के अरे प्रोत्साहन गर्न सकिन्छ कि भन्ने हिसाबले चाहिँ अब यो अहिलेको चुनावमा नेपालको अब 77 जिल्लामा कति उम्मेदवारहरू युवा छन्। त्यो सबै युवा उम्मेदवारहरूलाई चाहिँ ल राम्रोसँग ढङ्ग ल्याउनु पर्छ, ढङ्ग ल्याएन भनेदेखि फेरि देश चाहिँ डुब्छ, यो चाहिँ एउटा एक किसिमले अन्तिम चान्स हो भन्ने किसिमको एउटा सन्देश दिनको लागि चाहिँ म चाहिँ अहिले उम्मेदवार भएर उठेको। किनभने यो युवाहरू पनि यहाँ चाहिँ के छ त भन्दाखेरि ढङ्ग छैन। युवाहरू पनि एक आपसमा खुट्टा तानातान भइरहेको छ। यो खुट्टा तानातान गरेर युवाहरूले पनि ढङ्ग ल्याउँदैन। सुरुमै यहाँ देखिसक्यो, हिजो अस्तिसम्म युवाहरूले केही गर्छ कि भनेर भनेको युवाहरू पनि एउटाको खुट्टा अर्कोले तानेको छ, अर्को खुट्टा अर्कोले तानेको छ। अनि यसरी चाहिँ फेरि भन्छ प्रधानमन्त्री हुन्छु भन्छ सबैले, सबै युवाहरूले। उसले भन्दा म प्रधानमन्त्री हुन्छु भन्छ, उसले भन्दा म प्रधानमन्त्री हुन्छु भन्छ। यसरी
प्रधानमन्त्री हुन्छु भन्ने तर नमिल्ने, एक आपसमा तान्ने होइन। पार्टी अब पुरानो पार्टीहरूमा त पहिलेदेखि नै तानातान छ। पुरानो पार्टीहरूको त कुरै नगरौँ, उनीहरूमा तानातान छ। तर अहिले नयाँ युवाहरूले पनि अब चाहिँ खुट्टा तानातान गरेको देखेर जोङ चलेपछि अब यो गरेको मतपत्रमा घन्टी त हुँदैन, अन्तिम समय मतपत्रमा घन्टी त हुँदैन। मतपत्र त यहाँ जे दिन्छन् उनीहरूले त्यही लिने हो नि, त्यही नै अन्तिम हो। त्यही अन्तिम हो। भोलि बनाएर हुन्छ र मतपत्र। भोलि कुनै पार्टीमा जाने, भोलि रासपाबाट उठ्ने चर्चा थियो, यो भोलि कतिको सम्भावना हुन्छ? चर्चा त कोले के गर्यो थाहा छैन, कुरा त भएको रहेछ। यस्तो हुन्छ, यो गरेर 1-2 वर्षसम्म यो हेरौँ कस्तो ढङ्ग आउँछ, कसले कति ढङ्ग ल्याउँछन्, त्यो अनुसार चाहिँ भविष्यको कुरा अहिले भन्न सकिँदैन। त्यत्तिकै हावामा गफ लाएर त भएन। अहिले चाहिँ स्वतन्त्र उम्मेदवार नै हो। अस्तिसम्म पनि त म चाहिँ यहाँ उठ्छु भनेर भनेकै होइन त कसैलाई, थाहा पनि थिएन। साथीहरूले कति उठ्नु पर्यो भनेर भन्दाखेरि उठ्दै उठ्दैन भनेर मैले भनेको हो नि। अब म चाहिँ कुनै पनि कुरा, यो मात्र होइन, कुनै पनि कुरा जिन्दगीमा अन्तिम आवरमा चाहिँ मैले चाहिँ डिसिजन लिन्छु। अन्तिम आवरमा के गर्ने भन्ने कुरा निर्णय लिन्छु। यो पनि अन्तिम आवरमा लिएको चाहिँ एउटा हो। र खास गरी अब एउटा जिन्दगीमा एउटा भनौँ न अनेक थोक गरियो, यो चुनाव पनि लडेर हेरौँ न भन्ने एउटा रमाइलोको लागि पनि चुनाव चाहिँ गरेर चुनावमा उठेको हो। ल यति हो मेन कुरा।